हेलो गाइज नमस्ते वेलकम छ मेरो च्यानलमा। म चाहिँ आज तपाईहरुलाई के देखाउन गइरहेको छु भने अलिकति मेरो काम थियो के बाहिर, सो त्यही भएको कारणले यति राति म भर्खर ड्युटीबाट आएर मैले रातिमै भिडियो सुरु गरे। मैले किनभने मलाई बाहिर जानु पर्ने थियो, त्यो भएको कारणले गर्दा भर्खर हामी लिफ्ट खोलेर बाहिर जान्छौँ। बाहिर चाहिँ किन जानु पर्यो यति राति भन्ने कुराहरु आउँछ। फेरि यति राति बाहिर जानुको कारण चाहिँ के छ भने त्यहाँ मैले चाहिँ भोलि बिहान एकजना साथीलाई अलिकति पैसा दिनुपर्ने थियो। मसँग बाहिरको भ्यू हो, कारणले गर्दाखेरि बाहिर गएर अलिकति पैसा लिएर आउँछु भनेर गएको थिएँ। मैले चाहिँ यो सर्ट काटेर यति छिटोमा बनाउनुको कारण चाहिँ भिडियो एकदम लामो हुन्छ, त्यो भएको कारणले गर्दा हो। 16-17 घण्टाको भिडियो हुन्छ, 16-17 मिनेटको भिडियो हुन्छ। सो त्यो कारणले गर्दाखेरि चाहिँ भिडियोलाई अलिकति सर्ट काटेर देखायो भने सजिलो हुन्छ भनेर फेरि दोबारा यो भिडियो दिउँसोको पनि देखाइन्छ, रातिको मात्र देखाएको छु मैले अहिले हैन। दिउँसोको पनि यो भिडियोहरु देखाउँछु। म चाहिँ अब मेगा मल साइडतिर लागिरहेको छु। मेगा मलदेखि पल्तिरपट्टि रहेको हाम्रो आइएनजी को आइटेम छ। म चाहिँ अबले हेरिदिरहेको के मलाई सो यो चाहिँ हाम्रो म त अर्कै लाइक दिइरहेको ठुलो मल भनेर चिनिन्छ हैन। सो सायद मलाई चाहिँ त्यस्तो लाग्छ, प्रायले त्यस्तै भन्नुहुन्थ्यो, त्यही सुनेर त्यही भने एक्ज्याक्टली मलाई चाहिँ थाहा हैन। अफिल मल पनि छ, त्यो पनि अलिकति ठुलो हो भनेर सुनेको थिएँ हैन। यो पनि सबैभन्दा ठुलो मल भनेको सुने हो। अब त्यो भएको कारणले गर्दाखेरि भन्दैछु मैले, एक्ज्याक्टली आई डोन्ट नो हैन। तर मेरो मोबाइल फेरि कस्तो फ्लिप भइरहेको कि त्यो बेलामै मलाई त्यही फ्लिप भएको भएर भर्खर सिक्दैछु नि त मैले यो गिम्बलबाट चलाउन। गिम्बल खासमा त भिडियोको म्युजिक भिडियोहरुको लागि युज हुन्छ, तर पनि मैले भ्लगको लागि युज गरेर हो। मैले चाहिँ प्राय मोबाइलहरु यहाँबाट किन्थे के, मोबाइल अनि भ्लगको सामानहरु त्यही शपको अगाडि आइपुगे। म ठ्याक्कै यहाँनिर चाहिँ मेगा मलको साइडमा चाहिँ हाम्रो आइएनजी को पैसा निकाल्ने एटीएम कार्ड मैले चाहिँ फाइनली पैसा पनि निकालेर अगाडि बढिसके। फेरि पनि म किन यसरी छिटो बनाउँदैछु, फ्लिप गर्दैछु भने मलाई डर पनि लागिरहेको थियो, अझ अगाडि पछाडि हेर्दै आइरहेको थिएँ। सो त्यो कारणले गर्दाखेरि चाहिँ मैले छिटो पनि बनाएँ अनि लामो अलिकति भिडियो नहोस् भनेर। कतिपय जना त्यहाँ रोमानियामा बस्नुहुनेलाई पनि थाहा होला हाम्रो यो मल चाहिँ मेगा मल हो भन्ने कुरा हैन। कस्तो डिस्टर्ब गरिरहेको कि यो फ्लिप भएर मलाई चाहिँ झ्याउ लागिरहेको थियो। त्यही पनि ठिक छ, फाइनली फेरि यतापट्टि आइपुग्यो। अब एकछिनपछि चाहिँ म तपाईहरुलाई के देखाउँछु भनेपछि यसरी हिँड्नुको कारण चाहिँ रातिमा किन हो भन्ने, यसो चिसो छैन र भन्ने खालको क्वेशनहरु पनि आइरहेको थियो। चिसो चाहिँ छैन अहिले, हल्का एक दिन चिसो एक दिन गर्मी, एक दिन चिसो एक दिन गर्मी भइरहेको थियो। अब फेरि म चाहिँ कपडा लगाएर यो अर्को दिनको साँझपखको भिडियो सुरु हुन्छ। दिनभरि अब टाइम हुँदैन नि त काम गरेर निस्किनलाई। म चाहिँ फेरि एकछिन कपाल काट्नुपर्छ भनेर बाहिर निस्के। बाहिर भन्दा नि हामी साथीहरु बस्नुहुन्छ जुब्ली कन्ट्री भन्ने साथी भलुन्टारी साइड, त्यतातिर चाहिँ म बस्दैछु, जाँदैछु। हामी एकछिन फेरि लिफ्ट खोलेर फेरि त्यही सिन आउँछ जुन मैले पहिला तपाईहरुलाई देखाएको चाहिँ डेको सिन हो। एकदम प्योर सिन आउँछ, प्योर सिन हैन। सो हेर्नु न कम्प्रोमाइज नगरिकन, यस्तो दामी सिन आउँछ। तर अब क्वालिटी पनि त्यस्तै हो, फेरि खासै राम्रो त देखाएको छैन। ट्राई चाहिँ मैले पुरै ट्राई गरे हो। त्यही पनि अब हेरौँ बिस्तारै सबै चिज राम्रो देखाउँछ कि के हुन्छ। अलिकति आफूलाई पनि देखाउँ न, ह्यान्डसम चट्ट परेर हिँडिरहेको छु भनेर फेरि मलाई पनि देखाएँ कि मैले। तपाईहरुले फेरि झुक्किनु होला यति ह्यान्डसम मान्छे को भनेर। तपाईहरुकै युट्युबर साथी गोविन्दराज साइली नै हो, झुक्किनु चाहिँ पर्दैन। अनि म तपाईहरुलाई फटाफट अगाडि गएर देखाउँछु। उतिनी नानी बाबुहरुले कस्तो हेरेर क्युरियस बनाएको कि, त्यही भएर क्यामेरा तल गरेर राखेँ मैले। मान्छेहरुले पछाडि फर्किँदै हेर्दै गर्छ नि त, सो त्यही भएर क्युरियस गराउने के हो कि हैन, हो कि हैन जस्तो। अब यो मान्छेले पनि फर्केर हेरिरहेको छ के बन्दैछ भनेर दिनचोटि हेरिरहेको थियो। मलाई चाहिँ यो झ्यापै मान्छेको अगाडि क्यामेरा खोलेर देखाउनलाई चाहिँ त्यस्तो अप्ठ्यारो त लाग्दैन, तर पनि कस्तो हुन्छ भने मान्छे झ्यापै नराम्रो देखाउँछ भनेर सोच्छ कि भन्ने जस्तो लाग्ने कि। अब चाहिँ हेर्नु न सिनेम्याटिक सिन जस्तो यस्तो बवाल सिन ल्याउँछ यहाँनिर हरियाली, आमा कति दामी हो यो पार्क। मेरो चाहिँ रुमदेखि साइडको पार्क हो यो चाहिँ। म जहिले एक्सर्साइज गर्ने यहीँ आउने गर्थेँ, अहिले चाहिँ आउँदैन किनभने खासै टाइम पनि हुँदैन, कामको थकान त्यस्तै हुन्छ। त्यो भएको कारणले गर्दा खासै गर्ने मौका पनि पाइँदैन। पहिला त अलिकति बढी घुमिन्थ्यो, दाइहरूसँगै हुनुहुन्थ्यो। आजभोलि एक्लै छ रुममा, एकजना दाइको अर्को सिफ्ट पर्छ काममा। सो त्यो कारणले गर्दाखेरि चाहिँ हामी यतातर्फ लाग्छौँ। अब चाहिँ हामी एकछिनमा फेरि सर र सबै कसरी देखाउँछौँ भने एससीबीमा पैसा हाल्छौँ पहिला बस कार्डमा। त्यसपछि बस कार्डमा पैसा हालिसकेपछि चाहिँ यो हरियो बोल्यो भने चाहिँ बल्ल हिँड्ने भन्ने हुन्छ कि। हामी हरियो बोले हिँड्ने भनेर पर्खिरहेको थियौँ। र अहिले मलाई हेरिराखेको छ खासै के हो भनेर हेरिराखेको छ कि। मान्छेहरू फेरि अचम्म पर्ने कि यो क्यामेरा बोकेर हिँडेर देखेर। यहाँनिर चाहिँ म बस कार्डमा पैसा हाल्ने ठाउँमा आइपुगेँ होइन।
बस कार्डमा नि म फाइनली पैसा हाल्छु अब एकछिनमा। तपाईँले सबै देख्न सक्नुहुन्छ मेरो बस कार्डमा पैसा कसरी हाल्छु भनेर। मैले चाहिँ कार्डबाट पे गरेर हुन्छु। हातमा कार्ड सबै पैसा चाहिँ मेरो पछाडि बस्ने इन्डियन दाइहरू हुनुहुन्थ्यो, उहाँहरूले हेरिरहनु भएको थियो। उहाँहरूलाई थाहा छैन सायद म के बोलिरहेको छु भनेर। फाइनली बस कार्डमा पैसा हालिसकेपछि थ्याङ्क यू भनेर म चाहिँ त्यहाँबाट निस्केँ। त्यहाँबाट निस्केपछि फेरि कन्टिन्यू यहाँबाट म आउट भइसकेको हुन्छु। अब फेरि त्यहाँ बारीपट्टि हो, उहाँ बारीपट्टि गएर बस चढ्छु क्या। सो म चाहिँ फेरि त्यही बाटो फर्केर जानुपर्ने हुन्छ। त्यही बाटो पुगेर फर्किँदै गर्दाखेरि चाहिँ फेरि भिडियो सुट भयो। त्यो कारणले गर्दा छिटो बनाएँ मैले चाहिँ होइन, किन एउटै सिनहरू 2-3चोटि देखाउँदा मान्छेले नराम्रो नि हेर्ने दर्शकहरूले पनि नराम्रो सोच्छ हाम्रो भ्युवरहरूले भनेर मैले फेरि अलिक फास्टमा बनाएँ। फास्टमा बनाउनुको कारणै यिनी हुन्। तर राम्रो देखाएको थियो कि यो हरियाली सिन चाहिँ। फेरि चटक 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 पर्थ्यो। म पनि आफूलाई नि देखाउने कोसिस गरेँ, आफूलाई नै देखाएँ होइन। सो अब यो भ्लग भन्दा पनि मलाई चाहिँ कसरी बोलेर बनाउने भन्ने कुरामा चाहिँ एकदम इन्ट्रेस्टिङ थियो। म त्यही भएर यसरी बोलेर बनाएको मैले, एकदम मलाई इन्ट्रेस्टिङ लागेर होइन। अब चाहिँ म यहाँ बस कुर्ने ठाउँमा आइपुग्छु फाइनली। कस्तो पानी पानी रहेछ क्या ठाउँ, त्यो भएर अलिकति गाह्रो पनि लागेको थियो। यहाँ चाहिँ अब बस्ने कुर्दा बित्तिकै बसै फ्याट्यो अगाडि आइपुग्यो। अनि बसमा चढेर गइसकेपछि म चाहिँ साथीहरूमा पुगिसकेँ। म चाहिँ तपाईँहरूको यो जुब्ली कन्सर्ट हुने ठाउँमा देखाउँछु। एकजना साथीले चाहिँ बाहिर फोन गर्दै बसिरहेको फ्यामिलीसँग, र अलिकति बिरामी पनि हुनुहुँदैछ। भेट्न पाइयो, खुसी लाग्यो मलाई। एकदम धेरै सम्झेको पनि छु अहिले पनि मैले। मेरो साथु चन्द्र भन्ने हुनुहुन्छ, उहाँ चाहिँ एकदम सही साथी। अनि फाइनली म चाहिँ भाइ कहाँ, हाम्रो सुगम भाइ अघि भर्खर अगाडि आइरहेको थियो, मलाई देखेन भनेर फेरि सुगम भाइको रुमतिर लाग्छु म। सुगम भाइको रुम चाहिँ कहाँनिर छ भनेर यहाँ हेरिरहन्छु कि लाइट बोलिरहेको थियो होइन। अनि भाइले चाहिँ कस्तो सुतिरहेको छ कि जस्तो लागेर मैले ढकढक पारेर सुगम भाइ ढोका खोल न भने कि। सुगम भाइले चाहिँ सुटुक्क 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 गर्दै दाइ दाइ भन्दै ढोका खोलिरहेको थियो। अनि अलिकति किन टाइम लगायो भनेर ढोका खोल भनेपछि बल्ल खोल्यो। दाइ पो भनेर भाइसँग भेटेको फेरि खुसी भयो कि केटो। आमा केटो खुसी भएको देखेर फेरि म पनि अलिकति खुसी नै भएँ होइन। अनि भिडियो गराउँदै हिँड्नुभएको छ दाइले भन्यो भाइले। भिडियो गराउँदै हिँडेको छु, के काम छ र मलाई छोडेर आएछौ भने मैले भने। एकदम सही छ भाइ चाहिँ, खुसी लाग्छ। पहिला सँगै बसेको भाइ अहिले झ्याप्पै बस्न नपाउँदाखेरि चाहिँ कस्तो एक्लै बस्दाखेरि चाहिँ अप्ठ्यारो लाग्ने रहेछ होइन। सो त्यही भएर भाइले गरेको माया अपार छ। भाइले मेरो लागि अब पानी दिन्छ क्या। फेरि यस्तो के खाँदा के पानी खाने भनेर सोधे हुन्छ, फेरि पानी पिउँछु भनेर पानी भनिरहेको थिएँ। मैले फेरि यतापट्टि क्यामेरा देखाएँ कि होइन। भाइले पानी भर्दैछन् मेरो लागि, भाइले मेरो लागि पानी भर्दै थिएँ। अब चाहिँ हामी पानी पिउँछौँ र टक्क फेरि एकछिनपछि चाहिँ सर यताउताको भिडियोहरू गरेर भाइले पनि साइकल चलाउँछन्। त्यसपछि चाहिँ हामी पानी पिउँछौँ पहिला। अनि त्यसपछि चाहिँ हामी फेरि बाहिर गएर साइकल चलाऊँ न भनेर फेरि मैले साइकल चलाउन लागेँ। त्यहाँ भाइको साथीको साइकल रहेछ, एकछिन सर र साइकल चलाएर देखाऊँ न भनेर रहर लाग्यो कि। नेपालको कस्तो याद आइरहेको थियो। नेपालमा पहिला बाइक चलाइरहेको मान्छे होइन, झ्याप्पै साइकल देख्दाखेरि कस्तो याद आयो कि। दारी त्यो जुङ्गे कस्तो अर्कै टाइपको दारी देखेर अर्कै लाग्यो मलाई। फेरि यहाँ चाहिँ हुइली हान्ने कोसिस गर्छु फेरि, आमा तर नसक्ने कि। साइकल त मैले खासै चलाउनु जान्ने थिएन, त्यही पनि ट्राई गरेँ आज चाहिँ मैले। बबाल लाग्यो, रोमान्टिक भयो। त्यो सुगम भाइले चाहिँ मेरो भिडियो गरिदिँदै थिएँ। अब एकछिनमा फेरि हामीले सुगम भाइको भिडियो पनि एड गर्छौँ। सायद मैले एड गरेको छु होला जस्तो लाग्छ मलाई चाहिँ होइन। एड गरेर रहेछु। आयो उसको पालो आयो। सुगम भाइले फेरि कहीँ पुरा बुटोलमा आफ्नो तराईतिर साइकल चला जस्तो गरेर चलाइदियो कि। फेरि आनन्दले आमामा यहाँ कति जाने रहेछ क्या है। मलाई चाहिँ यसरी साइकल चलाउनै नआउने, म त त्यही त हो, गाह्रो हुन्छ एक्ज्याक्टली। अब भन्नुपर्दा चाहिँ साइकल त धेरै आउँदैन। उसले पनि पुरा हुइली सुइली हान्नु ला जस्तो गरिदिन्छ क्या अझै होइन। उसको क्यामेरा रोल चाहिँ आम्मा उसको चाहिँ क्यामेरा मैले गरिदिएको थिएँ, सिनेमेटिकबाट राम्रो खिचेको थियो। मेरो चाहिँ उसले खिच्दै रहन्छ। अब फेरि ठिकै छ त भयो भनेर फेरि साइकल राख्न जाँदै भित्रको जाम र कपाल सपाल काट्ने तयारी गरौँ भन्यो भाइले। ठिकै छ हिँड्न जाउँ भनेर फेरि मैले भनिसकेपछि कान्छोले साइकल डोरायो। साइकल डोराइसकेपछि साइकलभित्र लगेर राखिन्छ हामीले। अनि साइकलभित्र लगेर राखिसकेपछि चाहिँ अब हाम्रो कपाल काट्न सुरु हुन्छ। हाम्रो सञ्जय सर एकदम मेरो जहिले कपाल काटिदिनुहुन्छ, मिलाइदिनुहुन्छ, एकदम दुःख नमानिकन मलाई एकदम सपोर्ट पनि गर्नुहुन्छ। एकदम माया लाग्छ उहाँको मलाई होइन। हामी सँगै मेलाहरूमा जाने, सँगै एउटै घरको परिवार जस्तो गरेर पनि हामीले यसरी कपाल सपाल काट्ने, बस्ने, खाने सँगै गर्छौँ होइन।
मैले पनि मेरो कपाल काटेर भइसक्यो म दारी आफै काट्छु हैन यसो मिलाउँछु अनि सुगम सरको कपालमा काट्ने पालो आइसकेको थियो फेरि सुगम सर काट्नु म रेडी भएर यतापट्टि बसे हुन्छु यो चाहिँ म फर्किसकेँ रेडी भएर म फर्किसकेपछि चाहिँ लास्टै गाह्रो हुन्थ्यो र मेरो भिडियो यहीँसम्म छ अहिलेलाई फाइनली गाइस रुममा चाहिँ आइपुग्यो हैन अब रुममा आइसक्यो तर कि नै छोडेछु कि जस्तो लाग्यो क्या हैन कि नै मैले रुममा छोडे जस्तो लाग्यो अनि सो त्यही भएर आज चाहिँ लेट हुने भयो कोही आयो तल भने सहिलो हो नत्र हुन्छ कि नै मैले रुममा छोडेर हिँडेको रहेछु कि आज मलाई चाहिँ त्यो विषयमा थाहा थिएन आज चाहिँ हाम्रो ब्लग चाहिँ यहीँसम्म अन्तिम हुनेछ मैले खासै बनाउन नजाने होइन ट्राई गरेको छु त्यो भुलमा गर्न चाहन्छु र यस्तै छ किनभने कतिपय मान्छेहरूबाट गल्ती हुन्छ प्रायः ठाउँहरूमा मैले भिडियो बनाउने कोसिस गरेँ तर भएन कहिले हुने कहिले नहुने हुन्छ सो एक्ज्याक्टली राम्रो नराम्रो जे छ त्यो कुराहरूलाई मलाई सिकाउने प्रयास गर्नु होला र म सिक्नेछु आजदेखि चाहिँ अब मेरो एभ्री विक मेरो छ भने हप्तामा 2 चोटि नत्र भने एकचोटि चाहिँ मेरो प्रत्येक भिडियोहरू आउँछ त्यो मैले भिडियोहरू जानेर प्रत्यक्ष रूपमा मेरो ब्लगरै भनेर हाल्ने चाहिँ होइन तर मैले सिकेर मैले चाहिँ यतिको गराउँदा जाने है भन्ने तरिकाले चाहिँ हाल्छु म नयाँ लुक्सहरू म पनि अब काममा एकदम धेरै व्यस्त हुन्छु हप्तामा 1 दिन छुट्टी हुन्छ त्यो 1 दिनको छुट्टीमा चाहिँ के गर्न सकिन्छ र होइन सो त्यो कारणले गर्दाखेरि सबै कुराहरू पोसिबल पनि हुँदैन एडिट गर्नु पऱ्यो सामानहरू सबै जुटाउनु पऱ्यो काम पनि भ्याउनु पऱ्यो ओभर टाइम गर्दा गर्दा आफ्नो शिवकुलित भइसक्यो हुन्छ विदेशमा गाह्रो पनि छ फेरि होइन सबैजनालाई कतिको जानकारी छ विदेशमा धेरै गाह्रो पनि छैन हामीले सोचेको जस्तो पनि छैन त्यही भएर म चाहिँ के भन्छु भने यदि तपाईँहरूलाई विदेशमा बसेर पनि केही गर्न सक्छु चाहन्छु भन्नेको लागि चाहिँ यहाँ कमी चाहिँ छैन त्यही हो सिक्न सकिन्छ बिस्तारै होइन त्यही हो राम्रो छ कमाइ भन्दा पनि एकदम आफ्नो लागि चाहिँ एकदम टाइम निकालेर अलिकति भिडियोहरू बनाउन सक्यो भने चाहिँ जसमा सन्तुष्टि मिल्दो रहेछ म चाहिँ आफूले आफूलाई एकदम प्राउड फिल गराइरहेको छु अहिले घरपरिवारहरूसँग पनि एकदम कन्ट्याक्टमा रहनुपर्ने रहेछ सबै धेरै कुराहरूको चुनौती हुन्छ विदेशमा सो यो कुराहरू चाहिँ हाम्रो यो चाबी नभेट्दासम्म अथवा कोही गेटभित्र नछिरेर नआउँदासम्मको मात्र कुराहरू हुन् कोही अहिलेसम्म आइरहेको छैन तर पनि हेरौँ कति नम्बरमा आइपुग्छ त्यसपछि बल्ल हुन्छ चाबी नै कस्तो नलिकन आएको कि म चाहिँ झ्याउ लाग्दो मलाई लागिरहेको थियो मैले आफ्नो इयरफोन पनि भुलेछु प्लस की पनि भुलेछु क्या फोन किनिसकेपछि चाहिँ अलिकति भिडियोहरू बनाऊँ भन्ने जाँगर लाग्यो हो खासमा तर फोन किनिसकेपछि नै आफूसँग ट्राइपोडहरू नहुने एडिटको लागि केही पनि नहुने होइन अनि सामानहरू पनि केही पनि थिएन नि त मसँग त पहिला पछि मात्रै भयो अनि सबै किनभने मैले सबै आफू जुटाएँ नि त सामानहरू किनेँ होइन त्यसपछि मात्रै भएको हो यो नत्र भन्दा पहिला थिएन मसँग त्यही भएर भिडियोहरू बनाउने टाइम पनि हुने थिएन त्यही हो गाइज ओभरअल होइन अब आजको भिडियो चाहिँ थ्याङ्क यू भेरी मच कोही आउनु भयो मेरो खुल्यो खुसी लाग्यो अब चाहिँ हामी रुममा जान्छौँ लास्टै लेट भइसकेको छ आज चाहिँ सुत्नुपर्छ भोलि पनि एकदम कामको महामारी छ कामको महामारीले गर्दाखेरि टाइम पनि त्यस्तै हुन्छ कि कहिले काहीँ प्रायः राम्रो हुँदैन भन्दा पनि हामी भ्याउँदैनौँ कि प्रायः काम गर्नु सक्नु यसको गर्छु भने नभइँदो रहेछ यहाँ चाहिँ कस्तो हुन्छ भने अब प्रायः ठाउँहरूमा भिडियो अलाउड नहुने क्या भिडियो गर्न मान्छेहरूले अर्कै किसिमको रिएक्सन गर्दो रहेछन् जस्तो लाग्ने मलाई चाहिँ होइन सो त्यस्तो फिल चाहिँ हुन्छ मलाई होइन अब गाली गर्ने टाइपको कि किन मेरो भिडियो बनाइरहस् जस्तो गर्छ नि मान्छेहरू बाँकी तपाईँहरूलाई अरू केही भन्नु पऱ्यो सिकाउनु पऱ्यो भने पछि गर्छु मलाई पनि कतिपय कुराहरू सिकाउनु होला भन्न चाहन्छु अहिलेलाई भने हाम्रो भिडियो यहीसम्म बाई।